अहिले मलेसियाको 7 भइरहेछ अनि मैले मेरो आज छुट्टी हो। अहिले मैले रुमबाट बाहिर निस्केर यहाँ ठुलो पार्क छ त्यो म देखाउँछु। यहाँ मलेसियामा 7 बजे पार्कमा के गर्छ यहाँको मान्छेहरू त्यो म देखाउन प्रयास गर्छु। यहाँ ठुलो हाइवे छ, हाइवे पार गरेर त्यहाँ अगाडि जानुपर्छ। मलाई हिँडेर त 2-3 मिनट लाग्छ अनि म हिँडेर जान्छु किनकि मेरो रुममा काम पनि छैन। त्यही भएर म यहाँ पार्कमा गएर के गर्छ यहाँको मलेसियाको मान्छेहरू बेलुका 7 बजे त्यो म देखाउन प्रयास गर्छु। यहाँ हाइवे छ, ठुलो हाइवे छ, यहाँ गाडी एकछिन खाली हुँदैन। त्यो क्रस गरेर त्यहाँ जान्छु म, अगाडि क्रस गर्छु। यहाँ क्रस गर्न गाह्रो छ, यहाँ गाडी आइ गर्छ, त्यहाँ अलिअलि खाली हुन्छ। मैले पार्कको नजिक आइसकेको छु। पहिला एम्बुलेन्स गइरहेको छ, कन्टेनको हाइवे हो, कन्टेन त्यसबाट जान्छ। कहाँ एम्बुलेन्स जान्छ त्यो मलाई थाहा छैन, त्यहीबाट गइरहेको छु। त्यहाँ छ पार्क, त्यहाँ छ। त्यो खाली किन छ आज रोजा भएर यिनीहरूले 7:30 बजे सबैजनाले खान्छ, त्यही भएर खाली छ, एकछिनको लागि खाली हुन्छ। मलाई लाग्छ पार्कमा पनि धेरै मान्छे हुँदैन किनकि सबैजनाले घरमा बस्या हुन्छ। नन मुस्लिम होला, मुस्लिम मान्छेहरू त हुँदैन। मैले पार्कमा आइसकेको छु, देख्न सक्नुहुन्छ सबै खाली छ। पानी पनि 5 बजेदेखि 6:30 बजेसम्म पानी पनि परेर यिनीहरू खाली छ। मान्छेहरू बाहिर निस्केको छैन, कोही छैन। देख्न सक्नुहुन्छ सबै खाली छ। त्यो यसमा मान्छेहरू दौड्छ। अर्को बुधबार म आउँदा त्यहाँ धेरै मान्छे थियो, अलिअलि मान्छे त्यहाँ अगाडि खेलिरहेको छ। चाइनिजहरू छ, चाइनिजहरूको यस्तो खेल्ने चिजहरू हुन्छ मलेसियाको पार्कमा। खेल्ने हो, बास्केटबल, फुटबल सबै खेल्न पाइन्छ। दौड्छ मान्छेहरू, यस्तो बच्चाहरूको खेल्ने पनि यस्तो हुन्छ। मलाई पनि बोर लाग्छ नि, म यतै आउँछु। मेरो रुमको धेरै नजिक छ यो पार्क। यहाँको दृश्य यस्तो छ। पानी परेर यो सबै भिज्या, बसेर झुल्न त मिल्छ, तर यो पेन्ट मेरो भिज्छ नि, त्यही भएर नझुल्ने। तर मान्छेहरू भन्छ किन पछाडिबाट पेन्ट भिज्यो भनेर नराम्रो लाग्छ क्या। यस्तो छ, खाली हो आज पानी मलाई जहाँसम्म लाग्छ पानी परेर खाली, थोरै मान्छेहरू छ। यस्तो छ। यहाँ एउटा मान्छे जोगिङ गरिरहेछ, त्यहाँ मान्छेहरू खेलिरहेछ। धेरै राम्रो छ यहाँको व्यवस्था, मलाई धेरै राम्रो लाग्छ। सबै कुरो पार्क पनि हुन्छ, कम्पनी पनि धेरै छ, खाने यहाँ भनेको जीवन जिउनका लागि सबै सुविस्ता छ। छुट्टीको दिन पार्कमा आएर रमाइलो गर्न पनि मिल्छ, काम पनि गर्ने, ठुलो बडा मल पनि छ, सबै कुरो यहाँ मिल्छ, सबै सिस्टम लागेको हुन्छ। यस्तो छ। अहिले यिनीहरूले अझै सुन्दरीकरण यसलाई गरिरहेछ, देख्न सक्नुहुन्छ अझै सुन्दरीकरण गरिरहेछ। म एक्लै छु, मेरो साथीहरू कोही छैन, सबै काममा छ। सुपर मार्केटमा सबैलाई एकै दिन छुट्टी दिँदैन। मेरो आज बुधबार छुट्टी हुन्छ, कसैको बिहिबार छुट्टी हुन्छ, कसैको सन्डेको छुट्टी हुन्छ। त्यही भएर सबै साथीहरू एउटै दिन छुट्टी लिएर रमाइलो गर्न सक्दैन। सुपर मार्केटमा कम्पनी जस्तो हुँदैन, कम्पनीमा सबैलाई एकै दिन छुट्टी हुन्छ, रमाइलो गर्छ, घुम्छ। हामीलाई घुम्न जाने बेलामा सबैजनाले प्लान गरेर छुट्टी लिन्छ अनि घुम्न जान्छ। सबै मान्छेको एकै दिन छुट्टी हुँदैन। हामीले कुनै ठाउँमा गएपछि हामीलाई सबैले छुट्टी लिनुपर्छ, सबैलाई दिन्न, 3-4 जनाले लिनुपर्छ। त्यस्तो छ। राति भएर लाइट भित्र बालिसक्यो, लाइट बालेर खेल्छ पनि। यस्तो छ। यो पार्क चाहिँ ठुलो हो, यो पार्क धेरै ठुलो, अस्ति भन्दा त धेरै राम्रो छ। मान्छेहरू भएको भए त अझै राम्रो हुन्थ्यो। अरू दिन त धेरै मान्छे थियो। आज त्यही मलाई लाग्छ त्यही पानी परेर 1 नम्बर 2 मा रोजा भयो। अब म पनि रुमतिर फर्किन्छ साथीहरू, मैले के बनाएको छु त्यो हालिदिन्छु। मेरो रुमदेखि यहाँसम्म आउनको लागि 2-3 मिनट लाग्छ। बिचमा हाइवे भएर क्रसिङ गर्न अलि टाइम लाग्छ। गाडीहरू देख्नुपर्छ नि, अथवा ठोकिदिएपछि त